अब हाम्रो यात्रा सुरु हुँदैछ चट्टग्राम। अब चाहिँ हाम्रो हाइकिङ सुरु हुँदैछ। यता बस्नुबाट हामी अब राततिर बस्न जाँदैछौँ। अब यहाँबाट चाहिँ चट्ट लागेर उकालोसम्म बस्छु। उकालोसम्म बस्छु। गाइजहरू हामी जाँदैछौँ टापडाम होइन त? टापडाम। त्यसो गाइज चट्टग्राम पदयात्रा धेरै स्टपबाट हुँदैछ। तल चढ्दैछौँ हामी। हामी अरू अगाडिबाट यात्रा अगाडि बढिरहेको छ। दाइहरू तलबाट आउनु हुनुहुन्छ। तल हिँडाइ चढाइ भइरहेछ। यो त अमृत हो नि। हामी अलिकति यस्तो खास भयो भने अमृत बोली माथि सबै भयो भने घर अमृत हो। आज चाहिँ हामीहरू चाहिँ सुन्दरी जलको ड्याममा आइपुगेको अवस्था छ। यस्तो छ यहाँ मान्छेहरू धेरै उठ्छ भने चाहिँ त्यो ड्याम हो। यहाँ त चाहिहाल्छ नि। यस्तो छ गाइज। यो चाहिँ काठको चाहिँ छैन। फेरि नेपाल सरकारलाई म के भन्न चाहन्छु भने यहाँ चाहिँ तपाईँहरूले एउटा कदम के राख्नुहोस्। किनकि यो काठको चाहिँ अब केही छ नि त समयअनुसार कि त एउटा हार्नेस ल्याएर पठाउनु पऱ्यो नि त। टिकट कसैले उठाएपछि फेरि भन्नु पऱ्यो। पछि चाहिँ हामी यता चाहिँ सुन खेलेको थियो गाइज।
मूर्तिहरू देखेको अनुसारले चाहिँ यिनीहरू खासै ठुलो बन्दिनँ अहिले म्यान मेडमा चाहिँ होला तर नेचुरलमा चाहिँ होइन फेरि उकालो चढ्नुपर्छ माथि नै पुग्नुपर्ने कि तल अगाडि जानुपर्ने तर मलाई थाहा छैन के चाहिँ हो गाजाको खेती हाइकिङ मजा आइरहेछ अझै धेरै आउने अवस्था छ के भन्नु लेरिङ भयो मलाई लेरिङको मेरो बाहिर सिक्यो लेरिङ भयो म चाहिँ त्यो गाइडहरू होइन अब लेरिङमा चाहिँ हामी अर्ली इन द मर्निङ हिँड्दा अलिक चिसो हुन्छ त्यो बेला चाहिँ तपाईँहरूले भित्र चाहिँ बेस लेयरमा चाहिँ अब यहाँ मेरै जस्तो यो क्विक ड्राइभ हुन्छ क्विक ड्राइभ आउँछ होइन क्विक ड्राइभ लगाउनुहोस् त्यसपछि अनि एउटा मेन कुरा भनेको डाउन ज्याकेटमा नेभर आइकै गाइड किन नि त्यस्तो तब हाम्रो बडी मोसनमा हुँदैन नि त्यो टेम्परेचर मिलाउनुको लागि बनाएको चिज ज्याकेट हो त्यही भएर रेस्ट पोजिसनमा मात्र हो हामीले डाउन ज्याकेट लाउनु पर्ने भन्ने नत्र अब जब हेरिरहेको छ हामी युट्युब फ्रन्टमा चाहिँ हामीले एउटा बेस लिएर त्यहाँदेखि क्विक ड्राइभ टी सर्ट भन्दा हुन्छ फुल सर्ट नै भनौँ अनि यो माथि चाहिँ तपाईँले के एउटा फ्लिज भन्ने होइन फ्लिज भन्ने ज्याकेट पाउँछ होइन ज्याकेट टाइपकै हो त्यो लाउनुहोस् होइन अनि त्यो माथि एउटा विन्ड प्रुफ ज्याकेट होइन त ज्याकेट नभनौँ विन्ड प्रुफ के भन्ने विन्ड प्रुफ फ्लिज टाइपकै हुन्छ एउटा चेनवाला त्यो लाउनुहोस् होइन गाइज त्यसपछि अन द वेमा गर्मी लाग्छ तपाईँलाई गर्मी लागेपछि एउटा ठाउँमा स्टप हाल्नुहोस् अनि चेन्ज हाल्नुहोस् अनि हिँड्नुहोस् त्यसो गऱ्यो भने तपाईँलाई बिरामी हुने चान्स हुँदैन प्रभाले राम्रो कुरा सिक्दो रहेछ हुन्छ सिक्नु सबै सिकिरहेको छ सिकेको कुराहरू चाहिँ पेपरमा चाहिँ ल्याएर चाहिँ यसरी गर्दाखेरि एकदम हाम्रो हाइक एकदम सहजीकरण राम्रो भइरहेको छ तर त्यो हाइक गरिरहने बानी नभएको कारणले गर्दा होला नि सास परिरहेको अवस्था छ गाइस एराउन्ड साढे 1 महिना जति भयो होला अब हाइक नहिँडेको मैले विश्राम लिएर चाहिँ खुच्चेको पुण्य तर्फमा छ भने मेरो बाटोलाई कस्तो महसुस भइरहेछ अहिले
एकदम मजा भइरहेको छ धेरै दिनपछिको अन्तरालपछि हाइक गरेको खुट्टा ठिक छ नि मेरो खुट्टा सबै ठिकै छ दिस इज प्रिटी नर्मल है चिसो भनेको नै कोकोला अनि पुच्ची कोक चाहिँ मैले खाएको थिइनँ पुच्ची कोक खाएर चाहिँ हाम्रो आजको हाइकको लागि इनर्जी प्लस हाम्रो रेस टाइम हेर्छु यसमा हामीले कोकले कुनै प्रमोसन गरेको छैन साइड हामी रोनाल्डोको फ्यान हो त्यही पनि मेसीलाई पनि समर्पण गरेर कोक खाइदिनु मेसीको फेरि कोक चाहिँ हाम्रो छोटो विश्रामपछि यात्रा फेरि सुरु हुँदैछ है दाम पुग्न लागि चाहिँ अब 3 किलोमिटर हिँड्नुपर्ने छ जो हिँडाइ मजा भइरहेछ है चट्टो पाहाडमा दायाँहरू अगाडि म चाहिँ पछाडि बसेर यसरी आउँदैछु जस मौसम पनि राम्रो भइरहेछ त्यस्तो बाटोमा हिँड्नु एकदम मजा भइरहेछ खासै त्यस्तो क्राउड छैन छ अहिले चिया बगान त्यही हो त्यो हेर्दा त्यो बाटो गाडीको बाटो छ नि अनि चिया बगान हो त्यो बन्द तल्लोबाट एउटा गाउँ छ त्यसको कुनाबाट यता आएपछि यो मुनितिर टावर धेरै यो माछा पालन धेरै छ अब 3 किलोमिटर डेस्टिनेसन आइसकेको छ तापदाममा तापदाम डेस्टिनेसन फाइनलै हाम्रो चाहिँ दाबदममा चाहिँ हालको अवस्था छ यो ठाउँ के लाग्छ भने मलाई यो जहाँ नेपाली पुग्छ नि भाइरल भएको ठाउँ या फेमस ठाउँ त्यहाँ लभी स्टेट छाडेरै आउँछ देख्न सक्नुहुन्छ गाइज सब नेपालीको काम हो अनपढ गवाड कस्तो महसुस भइरहेछ मित्रलाई अत्यन्तै राम्रो लाग्यो सो ह्याप्पी गुड मर्निङ के भन्न चाहनुहुन्छ एक दुई शब्द जाओस् तपाईँको यो चाहिँ अत्यन्तै रमाइलो सुन्दर ठाउँ चाहिँ यहाँ चाहिँ हजुर दाबदाम भनेर चिनेको छ अनप्लानिङ मात्रै हिँडेको तपाईँमा सबै कन्ट्याक्ट गरेर हामी लगतै कुनै उसमा चाहिँ 5 जना है हामी 5 जना चाहिँ अब यो ठाउँसम्म आइपुग्दा हामीले 14 किलोमिटर जति चाहिँ हामीले पार गरिसकेको हुन्छ धेरै राम्रोसँग के रमाइलो लाग्यो हुन्छ तपाईँको एक दुई शब्द जाओस् न
यही काठमाडौँ नजिकै रहेको नमनको यहाँतिर हामीले हेर्न पाउँदाखेरि खुसी लागिरहेछ। यहाँतिर चाहिँ तपाईँहरू सम्पूर्ण हामी दाजुभाइ परिवार पनि हामी चाहिँ एकचोटि यहाँको मनोरञ्जनहरू लिँदाखेरि छुट्टै मजा जस्तो लाग्छ। काठमाडौँमै बसेर तपाईँहरू बस्नुभन्दा पनि अलिकति जिउलाई किनेर आयो भने जिउको लागि पनि राम्रो र अर्को कुरा प्राकृतिकसँग रमाउनेको छुट्टै मजा लिन पाउँछ भन्ने आशा छ। मलाई पनि आज एकदमै खुसी लागेको छ हाम्रो साथीभाइहरूसँग हिँड्नु पाउँदा। त्यही भनेर मेरो त्यसै एकदम धन्यवाद। त्यसै गरी म अब प्रभालाई के कुरा सोध्नु गइरहेको छु। ल प्रभाइ हजुर के कुरा राख्नुहोस्। अब यो चाहिँ अब मैले चाहिँ नेचुरल होला भनेको यो म्यानमेड रहेछ है, आर्टिफिसियल रहेछ। अनि अब राम्रै छ यो वेस्ट म्यानेजमेन्ट चाहिँ गर्नु पऱ्यो सरकारले सरकारले हो नि जसले खाल्छ उसले गर्नु चेकपोस्टमा नेपाली नागरिकहरू पनि अलिक सचेत हुनु पऱ्यो। यति हो। हजुरको के कुरा छ? यो ठाउँ काठमाडौँको एकदम नजिकैको के अरे ड्याम पोखरी हो। यहाँ ठाउँ चाहिँ अब प्रायः जस्तो एकदम कम्ती मान्छेले मात्र हेर्न आउँछ के। हजुर अनि हामी शेर्पा समुदाय चाहिँ अब सोलुखुम्बुबाट है हजुर यहाँसम्म घुम्न आइरहेछ। काठमाडौँको मान्छे चाहिँ यहाँसम्म आउन अलिकति गाह्रो मानिरहेछ। हजुर यो हेरेर सबै घुम्न आउँदा सबैले हामीले जति आनन्द अरूले पनि त्यतिकै आनन्द लिँदा राम्रो। हजुर नम्बरको केही कति ब्यारेकोट ब्यारेकोट गयो होइन, हामीले नसोचेको प्लान गरेर यहाँ आयो होइन। हजुर सबै साथीहरू आयो, खुसी लाग्यो। आफ्नो ड्याम रहेछ। हजुर हजुर म यो फर्स्ट टाइम हो कि पहिलोचोटि पहिलोचोटि एकदम रमाइलो रहेछ। ए भनेपछि हामी यहाँ पन्चजनाको चाहिँ फर्स्ट टाइम रहेछ। आज हाम्रो गाइडिङ चाहिँ हाम्रो दाइले गरिदिनु भयो। धेरै धेरै धन्यवाद दाइलाई। हामीहरू चाहिँ यहाँ फर्स्ट टाइम आइपुग्यो, रमाइलो लाग्यो, खुसी लाग्यो। अब यहाँ केही भिडियोहरू फोटोहरू खिच्छौँ, त्यसपछि फेरि हामी अब हामी कहाँ जाने होला हजुर? हामी चिसो पानी अब हामी चिसो पानीमा गएर चाहिँ के गर्छौँ? खाना खान्छौँ। चिसो पानी खाने हो। चिसो पानी खाएर जाने हो। अब हामीहरू चाहिँ दामबाट चाहिँ चिसो पानीतिर जाँदैछौँ। लगभग बाटै होइन जस्तो लाग्यो तल 3 किलोमिटर जति लाग्छ है। अब यस्तै हुन्छ होइन बाटो अब यहाँ फोटो खिच्दै पछाडि बस्यो भने मैले भन्दैछ नि दाइले पुरा इन्कार गरेको कारणले गर्दा हामीले फेरि यो 1 मिनट जति वेस्ट गऱ्यो होइन। ल गाइस अब फेरि हामी हिँडिरहेको छौँ चट्टपाडामा। हाइकिङ इज कन्टिन्यू। Sorry, grammar mistake, but no problem. No worry. Let's go to eat chicken curry to get. Now we are going to Chisapani. केटा हो केटाहरूलाई चाहिँ यहाँ चाहिँ यो के चाहिँ काट्ने भए चाहिँ टक्चर काट्ने भए चाहिँ केन्जी भाइले लिएर आउनु पर्ने रहेछ यहाँ। त्यो जग्दाहरू भनेपछि लगभग हामीहरू अब चिसो पानीतिर आइपुगेको छ गाइस। कोही नै दाइ पछाडिबाट आउँदै हुनुहुन्छ, कोही अगाडि। काम लाग्छ। हामीहरू चाहिँ नुवाकोट जिल्लाको चाहिँ शिवपुरी नगरपालिकाभित्र चाहिँ आइपुगेको छौँ गाइस। अब चट्ट लगाएर अब हामीहरू चाहिँ खाना खान्छौँ गाइस। लगभग कति किलोमिटर हिँड्छ हामीहरू? लगभग 13.5 किलोमिटर।
अवस्था तीनटा चिकन अनि अरू भेज अचार एकदम मिठो बनाइदिनु होला लन्च खाएको केही समयपछि यहाँ होटल सनराइजमा चाहिँ मिठो खाना खाएर अब हामीहरू सुइफरी चिसो पानी हुँदै सुन्दर जल हुँदै अब फर्किनु पर्ने हुन्छ जस त्यो खाएको पनि पचाउनु पऱ्यो होइन दाइहरू अगाडि गइसक्नु भएको छ हामीहरू चाहिँ पछाडि चिलपाडामा यसरी जाँदैछौँ बसाइ आरामदायी थियो घाम पनि मिठो लाग्यो निन्द्रा पनि मिठो लाग्यो अनि उनीहरू माथिबाट जाने जस्तो गरेको के होइन हो र यो बाटो चाहिँ हामी उता दाम कहाँबाट आएको ल यस्तै छ होइन अब काठमाडौँ बस्दा अल्छी लागेपछि यसरी बुढी निस्किने अवस्थै आइसकेको छ यहाँ यसरी बुढी लाग्नु थाल्दो रहेछ होइन त्यही भएर अब चाहिँ यसलाई मेन्टेन गर्नुको लागि हामीले यो हाइकिङलाई जारी राखेका छौँ होइन दाइ एकदम सुन्दर रिजल्ट लाग्दैछ Guys. मिलाई कराई भइरहेछ मजाले खाना अलिक बेसी खाएको कारणले गर्दा के हो पिर्दाखेरि खुट्टा दुख्नु पनि पेट दुख्नु खोजिरहेछ अलिकति मस भएछ हिँड्दै गएपछि यो डाइजेस्ट हुँदै जानेछ Already bungee. Already pass. Tadi ठुलो हो पानी
제일 보러 오겠네. Oh, kalau saya teman-teman sih ya. Que susto. Ai, gelo. Susu. देउराली भन्ज्याङबाट हामी एउटा लोकल झर्दैछौँ यसरी यस्तो रहेछ दाइराबारी उयसको रहेछ यो रेडमा होइन यो खस्रोको डाँडोको रस चाहिँ खानु चाहिँ अब यो खस्रोको पातको रस हो चाहिँ उसले त है त्यो बन्सुले ए बजारहरू पनि हुनु है त्यो घाँसहरू तिनीहरू त हुन्छ Mulai terus ke lapor bawah ini. Buat stop nih mulai. Jesus.
हजुर हाम्रो हाइकिङ सकेर अब हामी चाहिँ रुमतिर बस्दा हुँदैछौँ तपाईँलाई हाम्रो हाइकिङ भिडियो के जस्तो लागेको छु पोस्ट होला थ्याङ्क्स फर वाचिङ ल नि थ्याङ्क यू है ल नि हजुर थ्याङ्क यू सो मच है सरी म नि आज यात्रा सकेर मेरो बाइक चाहिँ अब फेरि जाँदैछ रुमतिर कस्तो भयो आज यात्रा भाइ मजा भाइ अब हामीहरू चाहिँ कस्तो भयो लाग्यो आज यात्रा हाम्रो सोचेभन्दा अति रमाइलो आलु हो अझै हामी चिया पिउँदैछौँ चट्टपाडामा यसो सलक्क लगाएर फोटो जाँदैछ 26 किलोमिटर जति हिँडेको चाहिँ 26 किलोमिटर बढ्यो मेरो उसमा चाहिँ 26 किलोमिटर चम्चन त्यो पनि काउन्ट गर्नुपर्छ अब टोटल गरेर चाहिँ हामी 30 त पर्छ 30 किलोमिटर है सम्भवतः 32 किलोमिटर चाहिँ ल अनि ल ल मेरो भाइ फेरि पछि बुझाउँ ओके ल मेरो भाइ हाम्रो यात्रा सकेर हाइकिङ यात्रा सकेर अब हामी चाहिँ रुमतिर बस्नु हुँदैछौँ लगभग सबैजना बसिसकेको छ चाहिँ गाडी चढेर Thanks for watching, keep supporting, keep loving, see you next vlog, bye bye guys.